हाई गाइज, मेरो चाहिँ आज छुट्टी थियो अनि म चाहिँ साथीसँग ओदाइबा घुम्न गएको थिएँ। अस्तिको भिडियोमा चाहिँ म सधैँ कोही साथीसँग छुट्टी मिल्दैन भनेर एक्लै घुमेको भिडियोहरू मात्रै हाल्थेँ। तर आज चाहिँ मेरो साथीसँग छुट्टी मिलेको थियो अनि ऊ चाहिँ मेरो सेन्दाइमासँगै सेन्मन गएको 2 वर्ष पढेको साथी हो। अनि उसले र मैले चाहिँ अस्तिदेखि नै घुम्ने भनेर प्लान बनाइरहेको थियौँ, तर उसको र मेरो चाहिँ छुट्टी मिल्दैन थियो। तर फाइनली यो दिन चाहिँ हामी दुईजनाकै छुट्टी थियो र हामीहरू चाहिँ ओदाइबा घुम्न गएको थियौँ। हामी दुईजनाकै फर्स्ट टाइम हो यो चाहिँ ओदाइबा घुम्न गएको चाहिँ। हाम्रो चाहिँ सोचेको भएको 2 मन्थ मात्र हुँदैछ क्या भेट नभएको पनि, तर पनि पहिलाको साथी भेट भएको टाइप्सको भाइब्स आइरहेको थियो क्या। कति धेरै खुसी लागेको थियो उसँग भेटेर त। अनि कति धेरै गफ गऱ्यौँ, अब काम पनि हाम्रो नयाँ हो नि त। अनि कति धेरै कामको कुराहरू पनि सेयर गऱ्यौँ अनि कति धेरै गफ गर्दै गयौँ। अनि यो दिनको वेदर चाहिँ एकदमै धेरै राम्रो थियो क्या। कति धेरै चिसो हावा अनि प्लस एकदमै राम्रो घाम लागिरहेको थियो। गर्मी पनि थिएन, जाडो पनि थिएन, कस्तो राम्रो वेदर थियो क्या यो दिन चाहिँ। अनि ओदाइबा चाहिँ मैले फोटो भिडियोहरू देखेको भन्दा चाहिँ रियलमा चाहिँ एकदमै धेरै राम्रो लाग्यो क्या। मतलब कति धेरै ठुलो एरियामा रहेछ क्या। अनि घुम्ने ठाउँ पनि कति धेरै। म चाहिँ खासमा त्यो स्ट्याचु अफ लिबर्टी अनि अलिकति उमी मात्र होला सोचेको थिएँ, तर एकदमै धेरै ठुलो ठाउँ अनि एकदमै धेरै पिसफुल इन्भाइरोमेन्ट छ रहेछ क्या। मलाई चाहिँ अलिक धेरै किन मन परेको भन्दाखेरि चाहिँ यो प्लेस चाहिँ खासै धेरै क्राउडेड थिएन क्या। लाइक त्यो स्ट्याचुको अगाडि चाहिँ अलिअलि मान्छेहरू थियो, तर अरूतिर चाहिँ खाली नै थियो क्या। अनि हामीहरू चाहिँ एकदमै धेरै टिकटकहरू बनायौँ, फोटोहरू पनि एकदम धेरै खिच्यौँ, मजा भयो। टोकियोको अरू ठाउँहरू भन्दाखेरि चाहिँ यो ठाउँ चाहिँ अलिक अन्डररेटेड हो कि जस्तो लाग्यो मलाई चाहिँ, किनकि ठाउँ त एकदमै धेरै राम्रो थियो तर पनि त्यति धेरै हाइपमा नआएको हो कि जस्तो लाग्यो। अनि यो ठाउँ चाहिँ सनसेट हेर्नको लागि चाहिँ झन् धेरै बेस्ट हुन्छ क्या। अर्को पालि जाँदाखेरि चाहिँ म सनसेट हेर्ने गरी जान्छु, यो पालि चाहिँ हामीसँग खासै धेरै टाइम थिएन। अनि फर्किँदा टोकियो स्टेसनमा चाहिँ आफू जाने ट्रेनको लाइन खोज्दा दिन नै बितिसकेको थियो। अनि साथीलाई चाहिँ बाई बाई भनेर म चाहिँ घर फर्केँ। आजको लागि चाहिँ यति नै हो। हेरिदिनु भएकोमा धेरै